लाग्यो साथीहरु अब कत्रोबाट ढुङ्गा छ यहाँ चाहिँ कत्रोबाट भोलि नै कहिले हो बजार कहिले जान्छ ढाल्नेको हो कि अनि ढाल्ने आफ्टर लङ टाइम पछिको एक्सपिरियन्स भरिलो भन्दा छ क्या फेरि गुड मर्निङ साथीहरु नमस्कार वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल इगल बोय ब्लग फेरि पनि स्वागत छ हजुरहरुलाई आजको मेरो नयाँ भिडियोमा आशा छ हजुरहरु सन्चै हुनुहुन्छ म त एकदमै सन्चै छु सन्चै नै भएर हजुरहरुको लागि आजको यो अर्को न्यू डे न्यू ब्लगको सुरुवात भइसक्यो साथीहरु सो आजको मेन कन्टेन्ट भनेको चाहिँ मेरो चाहिँ हैन आज चाहिँ हाम्रो मक्सी लाग्न लागिसक्यो साथीहरु सबैले धान काट्न थाल्छन् तर हाम्रो चाहिँ आज अलैँची गोड्ने दिन हैन अलैँची गोड्ने दिनमा आज खेताला हुनुहुन्छ सो त्यही भएर आज चाहिँ हामी म चाहिँ स्कुल गइन आज किनभने म जस्तो मान्छे स्कुल प्राय गइ नै रहन्छ हैन म जस्तो गइरहेको हुन्छ नि म स्कुल प्राय गइ नै रहन्छु मलाई स्कुल जान दिएर भने रिसाएर हैन मलाई रुन मन लाग्छ तर आज भोलि चाहिँ अलिकति बुझ्दै भएको छ हैन अब घरको काम पनि गर्न पर्छ नि त त्यही भएर आज चाहिँ स्कुल गइन भोलिदेखि स्कुल जानेवाला छु सो साथीहरु आजको भिडियो के कस्तो हुनेवाला छ हजुरले हाइलाइट थम्बनेल र टाइटल देखेर थाहा सक्नुभयो सो अब हामी भेट्नुपर्छ कामतिर सबै कुरा रेडी बनाएको छ हैन अब यही बोकेर जानुपर्ने हुन्छ मैले घरको पनि सबै रेडी भइसक्यो हैन राम्रै छ भनौँ आज कतिजना खेताला हुन्छ मलाई थाहा छैन एकछिन अगाडि म भित्र अब हामी जानुपर्ने हुन्छ आज दिदी बजार जानुभएको छ आज बिहिबार हो नि त अनि दिदी अहिलेसम्म आउनुहुन्छ त्यही भएर मैले सबै डुको बोकेर जानुपर्ने हुन्छ जानु साथी अब लाग्यो साथीहरु अब भारी बोकेर हैन एकछिनै म यसरी बोल्छु किनभने पछाडिको घाम तल्किरहेछ कि त्यही भएर आफ्नो थोप्ला देख्दैन नि त थोप्ला नदेखेपछि त खासै केही हुँदैन हैन आफ्टर लङ टाइम पछिको एक्सपिरियन्स मेरो हैन डोको बोक्नु कस्तो अप्ठ्यारो भइरहेछ अलिक नाम्लो छुटो भएछ उहाँ तल गएर पानी भर्छु अनि त्यसपछि पानी भरेर नाम्लो पनि मिलाउँछु साथीहरु आज कतिजना खेताला हुनुहुन्छ भन्ने मलाई थाहा छैन उहाँ गएर भेट्नु पर्ने उहाँ गएर थाहा हुन्छ मलाई चाहिँ हैन झन्डै मैले उहाँ गएर भेट्नु पर्ने हुन्छ भने चाहिँ अनि आज भोलि चाहिँ हैन अब कहिले 2 गते के पर्छ सोमबार 2 गते मंगलबारको दिन होला मंगलबारको दिन पाला त जसरी हो नि त मेला दिङमामा अनि कस्तो अप्ठ्यारो भयो कति धेरै जना जानुहुन्छ अनि आज गाउँभरि नै कहिले हो बजार कहिले जाने बजार भन्छ किनभने म पोहोरमा गएको थिएँ तर यसपालि जान पाउँदिनँ नि त त्यही भएर अलिकति मलाई चाहिँ इन्ट्रेस्ट लागेको छैन अनि अघि भर्खरै कस्तो हाम्रो गाउँतिरको मान्छेहरू अलिकति नमुना हुन्छन् यसरी भारी बोकेर हिँडेपछि त स्कुल नजाने भन्छ भन कति बजिसक्यो 10-11 बज्नु लागिसक्यो कस्तो आँधो छ भन साथीहरु अब म जान्छु ल साथीहरु हैन अहिले म यहाँ बाटोमा आइपुगेँ अनि म यहाँ बाटोमा बसिरहेको छु क्या किनभने कट्टुस क्या साथीहरु कट्टुस कति धेरै पाउँछ क्या यो चाहिँ यो कट्टु चाहिँ ढाल्नेको हो कि अनि ढाल्नेको सबै झरेको छ भुइँमा अनि यस्तो कति राम्रो राम्रो छ कति मिठो हुन्छ क्या माथि लेकतिरहरू त अलिक ठुलो पाउँछ तर यो लेक र बेसी मिक्स हो क्या यो चाहिँ बाटोमा कति धेरै झरेको छ नि त्यही भएर म टिप्दैछु ओइ के छु यो हरिलो भन्छ क्या फेरि खान त मन लाग्यो अब यहाँ बस्नु हुँदैन यति टिपे साथीहरु यति साथीहरु गए ल अब खान त म त थुप्रै हैन यहाँ मेरो यहाँ डोकोबाट के चुइरहेछ क्या पानी त्यही भएर अहिले म एकछिन भेट्छु ल म यो खान्छु पहिला म तपाईलाई देखाउँछु अहिले म साथीहरु यहाँ पानी भर्ने ठाउँमा आइपुगिसकेँ अनि पानी भर्दैछु म हैन म देखाउँछु तपाईलाई अहिले चाहिँ म आइसकेँ बेसी होइन आएर पनि बढाड गरिसकेँ यसपालि त सुन्तला तपाईँ मजाले फलेन छैन साथीहरु हेर्नु न
पहिला पहिला लटरम्मै फल्थ्यो, यसपालि त खोइ फलेको छैन क्या मजाले नै। भन्नु छ भने हाम्रो बेसीमा केराको घरीको जस्तो यता पनि छ, यताको यता 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 कति धेरै छ क्या केराको घरी त। सुन्तला यसपालि फलेन छ, कस्तो विरक्त पो लाग्यो मलाई त। अनि म तपाईँहरूलाई त्यसमा गइरहेको छु। साथीहरू अहिले चाहिँ म जाँदैछु तल मेलामा होइन। यो एक बोतल जाँड त लान्छ होला भनेको त लगेन पो छ हौ, कस्तो छिटो मलाई त। यहाँ झोला पनि ल्याएन छ क्या अझ। मैले डोको बोरा झोला पनि ल्याएन थिएँ नि, मैले जाँड र पानी मैले पानी राखेको अनि अहिले जाँदैछु। भन्नुहुन्छ भने साथीहरू यो धान त हेर्नु न, धान आम्मा 70 भएर 70 जारी छ साथीहरू हाम्रो। पनि भर्खरै अर्दा पर्दा नि के भएर आफ्नै सम्हाल्नु दिन भर। मैले कस्तो मजाले फाडे, कस्तो मजाले वाउ सिने। यतातिर अलि भाँच्न, यतातिर चाहिँ नफाड्ने होइन, यता बाटो छ। अब यता फाड्नुपर्ने त मैले। अरू सबैजना मासुरी फाड्दै हुन्छ, म चाहिँ लास्ट गरामा क्या। माकुराको जालो, माकुराको जालो कति छिटो बनाउँछ यिनीहरूले त। यो माकुराको जालो बनाउँदै कत्रोबाट ढुङ्गा छ कहाँ, यहाँ चाहिँ कत्रो ओडा रहेन। यता यता हेर्नुहोस् कति खाली छ। म तपाईँलाई यहाँ बाहिरबाट देखाउँछु ल। कत्रोबाट ढुङ्गा छ यहाँ, यत्रोबाट कत्रो। अब यतिको चाहिँ मेरो सफा अलिकति यता उता कति धेरै सफा थियो। मैले तपाईँलाई भिडियो देखाउनु भएन होइन। अहिले यो के भन्छ, यो पत्करहरू चाहिँ निकाल्ने भने आधा साफ निकाल्ने यस्तोहरूलाई चाहिँ हामीले हँसियाले नछुनु पर्ने छ, किन योहरू नै फल्ने हो नि त। त्यही फल्ने भएर चाहिँ यसरी फाड्नुपर्छ। त्यति धेरै घाइ छैन, यो चाहिँ सुक्नु फालिसके पनि यसरी पत्करहरू निकाल्नु पर्ने हुन्छ। यहाँ पर्सि यहाँ पानीहरू पनि छिटो गरेर हुन्छ। हाई भन्दैन माइजू देखेको छ। एकदमै राम्रो पिसफुल ठाउँमा होइन, सबै केही पनि छाड्न लग्ठाउँमा होइन, खुसी हुँदै काम गरेको। अहिले यस्तोमा पराइदियो क्या मलाई त, यस्तोमा पराइदियो। अहिले मैले यस्तोमा फाड्नु पर्ने हुन्छ। यस्तै अल्छी लाग्दो जागर आइदियो क्या मलाई। अब भनेको तेर्नै पर्यो। जुका पनि आउँछ क्या साथीहरू, जुका पनि जुका आउँछ। अनि अहिले त खासै छैन क्या, ऊ त्यो के भन्छ बारुला। नभए त बारुलाले पनि त्यति साथीहरू, बारुला अटो चाहिँ कति धेरै छ यता। अब के भन्छ भिडियो खिच्न लाउनुहुन्थ्यो कि, तर भिडियो खिच्नमा चाहिँ मेरो कोही छैन, मेरो भाइ पनि छैन, मेरो बहिनी पनि छैन। आफै खिच्ने हो, आफै बनाउने हो साथीहरू। हजुरहरूले साथ सपोर्ट माया दिनुहोस्। पछि पछि म स्ट्यान्ड किन्छु, मोबाइल किन्छु नयाँ नयाँ होइन त। अब युट्युब मोनिटाइज भयो भने हामी नयाँ भिडियोहरूमा होइन। अहिले जे छ त्यसमै खुसी हुनुहोस्। पछि हामी खोज्नुपर्ने हुन्छ राम्रो कुराहरू अगाडि नै पाइँदैन क्या। पछि मेहनत गर्ने, मेहनतको फल खाने भयो नि। पिलो भएर हो क्या हो यो, मजाले नभएको, मजाले झार नभएको। फल्न पनि यता राम्रोसँग फल्छ नि त। पानी पुग्छ नि त। साथीहरू तपाईँहरूकोमा यस्तो झार पाउँछ हुँदैन? यस्तो
यस्तै अन्त यस्तो झार पाउँछ पत्ता यतै बोरी यसले तपाईँको खोला ढाकेको थियो खोलादेखि अहिले यहाँ हेला म कत्रो अम्बकहरू छ क्या तपाईँहरूलाई मैले प्रुफ देखाउन आँटेको होइन तपाईँहरू विश्वास गर्नु होला यो तर बाक्लो छ क्या अम्बकको बोक्रा तर राम्रो छ हाम्रो चाहिँ ठिक्क विपरीत छ घरमा सुन्तलाको बोक्रा बाक्लो हुन्छ भने बेसीमा पातलो हुन्छ अनि घरमा अम्बकको बोक्रा पातलो हुन्छ नि यहाँ बाक्लो हुन्छ क्या हेर्नु कत्रो छ सो साथीहरू अब चाहिँ